कहिले पनि निको नहुने घाउको यो व्यथा हो टुटी जाने सपनाहरूको अधुरो यो कथा अब पुर्याएपछि तिमीलाई केही त भन्छ नि मलाई यसो सुझाव दिनु ल तिमी त मेरो बच्चैदेखिको साथी हो यति काम त गरिदिन्छौ नि ल साथी ल लालस खाना खाएन के को सब्जी अनि गुन्द्रुकको अलिकति ल्याइदिनु पर्दैन उसको लागि होला के कुरा ल्याइदिनु ल तिम्रो लागि है सुन न भरे आऊ न माया लाग्दैन मेरो माया लाग्छ भने चाहिँ आउनु पर्छ नि फेरि आएन भने चाहिँ माया गर्दैन भन्छु नि फेरि म ल दुसरे मैनालाई डिकपिटले भगाएछ नि साथी मेरो त ठुलो घाट के रे मैनालाई डिकपिटले भगाएछ रे साला मेरो आत्माको साथी भनेको त मलाई यत्रो धोका दुसरे भाइ तिमी के भएको ए भाइ के हो किन खुकुरी हातमा मज्जालाई काटिदिन्छु होस लाग्यो फेरि सालेले मेरो नामको लभ लेटरमा उसको नाम लेखेर दिएछ डिग्मेरेले फेरि गाउँ भाइ एउटा कुरा कि अहिले काटेर के गर्नु त भोलि बरु पर्छ काटौँला कि लो एकछिन मेरोमा जाउँ त होइन म पहिला काटेर जान्छु होइन भाइ काटेर चाहिँ के गर्ने हो भने म चुरोट खाउँछु भाइलाई मेरोमा जाउँ न होइन बोले भनेर मात्रै हो कि भने नि म भाइ बिस्तारै त्यसो गर्नु ए भाइ काठलाई मुला काटे चाहिँ काट्नु त्यसो गर्नु छैन एता भाइ आउनु त नाना त्यो चुरोट दिनु न एक प्याकेट हजुर ल चुरोट खाऊ भाइ हेर दुसरे भाइ मायामा नि पाउनु मात्रै सब थोक होइन आखिरी
उसले उसलाई मन पराएर त गयो होला नि त त्यसैले उसैसँग खुसी छ भने छोडिदेऊ भाइ ल त्यो मुला डिग्रेलाई चट्टै काट्छ होइन अनि भाइ चाहिँ जेल जान्छ अनि त्यो चाहिँ कि मर्छ कि अपङ्ग हुन्छ कसको जित भयो आखिर के पाइयो कि कसो हो त्यो पाउनु मात्र माया होइन भाइ गुमाउनु पनि माया हो हो त नि अब त्यसै भनेर चित्त बुझाउनु पर्ला नि त हो तातो रिसले काम गर्दैन भाइ खली खुकुरी चाहिँ उहाँलाई राख्नु म राखिदिन्छु होइन त्यसरी चाहिँ अब आवेशमा आएर चाहिँ तातो रिस नगर्नु हो भाइ ल भना पुरानो कुरा सम्झिरहन कि गाडी खन्नु जाने हौ म त एक करोड पो भइगएको छु के भयो जानुपर्छ अब यो सकेन दाजुको प्रेम कहानी त दामी रहेछ त्यही भएर पो बिहे नगर्नु भएको एउटाले छोडे पनि अर्कोले पर्खिराखेको हुन्छ है दाजु बेचे गर्नुपर्छ नि बेच्चै गर्नुपर्छ है भाइ तिम्रो भेना मरेपछि मलाई कस्तो भएको थियो थाहै होला एक्लो जिन्दगी काट्नु त गाह्रो छ नि लु जाउँ भाइ मेरोमा ल यो अहिलेको केटाकेटीहरूलाई भनेको केही लाग्दैन केही टिकटक हो कि सिकटक के हो चलाएर बसिरहन्छ यिनीहरूकै जमानामा आएछ टिकटक हाम्रो पालामा त हाम्रो बाबुआमाले 4 बजी नै उठाउँथ्यो यसको 12 एक्जाम सकेपछि नि यसलाई मोज भएको छ रूपा ए रूपा अहिलेसम्म पछाडि बसेको छस् यहाँ बाहिर निक्ली के साह्रो चाहिँ गनगन गरेको हो न हाम्रो आमा दुनियाँलाई सुनाउँछ त गनगन गरेर अहिले तेरो एकछिनमा उठेर यहाँ मलाई भोक लागिसक्यो म त्यत्रो गाई बस्तु बाख्राहरू स्याहारेर आइसकेँ आँगन बढाले घर बढालिसकेँ अहिलेसम्म सुतेर बसिरहेछस् आमा छोरी किन बिहान बिहान यसरी बाजिरहेछौ ए हाम्रो आमा बिहानदेखिको गनगन गरेको टिकटक बसे हेरे रातभरि के भन्छ घरि के भनेर गाली गर्छ भात पकाउँछु भनिरहेको छु त्यत्रो हेर्नु दिदी यो संसारै यस्तै छ हाम्रो केटो पनि रातैभरि गेम खेलेर हल्लाले हामीलाई सुत्न दिने होइन यता यी भान्जीको ताल पनि त्यस्तै रहेछ ए भान्जी एक्लो मान्छे छ आमा तिमीले पनि बुझ्नु पर्दैन घरमा गाई बस्तु बाख्रा पालेको छ घरको काम बाहिरको काम एक्लो मान्छेले के चाहिँ भ्याउँछौ भान्जी तिमी यत्रो बढेको मान्छेले बिहान बेलुका आमालाई यसो खाना पानी बनाउन त सघाउनु पर्यो नि खै त्यो दुःख बुझेरै मैले झन् टिकटकलाई बसेर अलिअलि पैसा आउँछ र सहयोग गरौँ भनेर सोचेको त्यो लाइभमा बसेर के भनेर बिग्रे अरे अझ गाली मात्र गर्छ अनि के गर्नु मैले चाहिँ त्यत्रो खाना पकाउँछु भनिरहेकै थिएँ है मैले अब दिदी पनि त्यसो नभन्नु अचेलका केटाकेटी यस्तै ऊ मात्र होइन आदि संसारै टिकटकमा छ अचेल तपाईँ त्यसो भन्नुहुन्छ भाइ आजकलको केटाकेटी भनेर यिनीहरू टिकटक भन्दै बिग्रिसक्यो रातभरि रोस हान्दै अरे के अरे टिकटकमै मात्रै बनाएर बस्छ फेरि दिउँसो भएपछि लुगा फेर्दै टिकटकै मात्रै बनाइबस्छ अनि उठेर काम सघाउँछु भनिरहेको छ तपाईँ आफै त हो नि गनगन गरेको गर्ने टिकटक चलाउँदा चाहिँ के म नराम्रो भए दुनियाँले चलाएको छ त टिकटक अहिले तेरो खालि जहिले तैले टिकटक म त गएर सुत्छु बरु ओ यसलाई यति भनेको अब दिनभरिको लागि पुग्यो अब आफै त भात पकाएर खानुपर्ने होला नि सानो बहिनी निशा मगर आज यति नै हो घर जाँदा हुन्छ
अब तिमीले नि यसरी नै अरूमा पनि भाग लिँदै गर्नु ल ठिकै गर्छु नि म राम्रो हो नाना तपाईँले सुन्नुभएको छ उयोनिर आन्टीहरू त मान्ने चौपटी मिठो पाउँछ अरे मैले त साथीहरूले भनिरहेको थियो त्यहीँ जानुपर्छ ल मैले पनि सुनेको थिएँ अनि मिठो पाउँछ भनेर आज चाखौँ न कस्तो हुँदो रहेछ हुन्छ त्यहीँनिर त के अरे झ्याकमुरै पनि पाउँछ भनिरहेको थियो आज खानुपर्छ नि सबै के पाउँछ हुन्छ हामीलाई चाहिँ 2 ठाउँ चटपटे बनाइदिनु न एक ठाउँ चाहिँ गिल्लो बनाइदिनु अनि एक ठाउँ फुक्को खाने तिमी हजुर एक ठाउँ चाहिँ फुक्को बनाइदिनुहोस् न फुकोमा चाहिँ अलिक अमिलो धेरै हालिदिनु ल के हो हामी साथी एकछिन नानाको दोकानतिर जाऊँ न ऱ्याप सुन्ने त त्यहाँ पुगिन्जेलसम्म गाइदेऊ न त हामी थाहा उडे एक तम्बु लङ तिमी यतै बस्छ ल यतै हो ल हो होइन जग्गा चाहिँ जो पर भएको रमाइलो आफ्नो हिरोइन दिएको चाहिँ खाइहाल्नु नि हेर न के उता भने यता खुवाउनु छोडेर खालि उता त्यो आफ्नो हिरो आएन भनेर के साह्रो हो त्यस्तो केही होइन ल तिमीहरू धेरै नसुच माथिसम्म पो सोचिसकेछ त पैसा नभएको बेला के भन्छ केटाकेटी पनि सरमै पार्छ हौ नानी आऊ ने छोक्रे खाऊ नानी यो पिस बल पनि खाऊ ल मैना चटपटे खाऊ न खान्न हो र पुरानो मान्छे हो क्या हौ मामा डिगबिरको अहिलेको विशेष मामाको पुरानो बेस्ट फ्रेन्ड है मामा खान्न म ल है साथी म त के गर्नु यता नहेर भन्छु आँखा गइहाल्छ खुवाउनेले खुवाउँदैन के गर्नु बुझेर पानी दिएको भने हुने नि त्यही त बुझ्दैन औ हिरोलाई सम्झेर न टाल न हौ पानी देऊ आम्मा साइब दियो त हौ अनि ल खुसी हो है राख्नु र भुइँमा नराखियो जाम्ला नाना अब त मैले पनि खाइसकेँ मैले सानो गयो गइहाल्ने र बस न हौ एकछिन एक्सक्रिमको लिने भए बस्ने हो हामी किन्ने हो बस न एकछिन कफ सफ गरौँ अनि पो खाने हो त एकछिन नाना हाम्रो कति भयो मसँगै थियो दिएन नदिएको भए नि हुन्थ्यो तिमीहरू आउँदै गर्ने जाँदै गरौँ न जुन भयो बस न के साह्रो हतार बस लो ल ल सोल्टिनीहरू बिस्तारै जाऊ है लड्यो भने चप्ली उठाएर कल गर म तिर्छु त कति भयो नाना खाली पत्ता सोधिसकेछ चिराङ्गे भाइकोमा थियो कि लाउनु पो जानु पर्यो ए चिराङ्गे भाइ के को सब्जी पकायो हौ हजुर हजुर आलु आलु भन बासा त मासु आइरहेको छ त तर थालमा त हालेको सबै छ त के गर्नु दाजु आलुको सब्जी नि स्ट्यान्डर्ड तरिकाले खाने बानी छ मिट मसला लसुन प्याज अदुवा धनियाँ हालेर हेर्नु नि हामी बनाएर खाने बानी छ थपिदिन्छु नि खै एउटा ठिकै छ नि खै एउटा साधै खुर्सानी चाहिँ हाल त कम्ती भाइ दामी बनाएको छु हेर त स्ट्यान्डर्ड तरिकाले खाने बानी छ दाजु
इङ्ग्लिसमा सेयरिङ भन्छ दाजुलाई इङ्ग्लिस आउँदैन होला एउटा मात्र हो। के गर्नु दाजुलाई बाँडी नखाइ आफूलाई भातै रुच्दैन अझै के लिउँ साह्रै मजाले खानु हुँदो रहेछ एकछिन हेर्नु पर्यो म चाहिँ दाजुले खाएको साह्रै मनपर्छ है मलाई यसो बास्ना त मासुकै आएको थियो कहिले तिमीले भातले त सुँगुर मासु पुरेन हेर्नु नि दाजु आलु कि टमाटर हेर्नु त हो रहेछ आलु नै तर ल भाइ साह्रै मिठो रहेछ पहिला ल ल दाजु के गर्नु अब त नबाली भातै रुच्दैन दाजु अनि आलुको सब्जी मिठो भयो नि दाजु एकदम मिठो भयो नि बुढा त नाक त चिसो रहेछ यार मासु खानु पनि गाह्रो छ छिमेकीहरूदेखि रोकेर मासु लुकाउँदा हुन्छ हौ चिरागे भाइ अस्ति दोकानमा प्रेङ गरेको थिएँ रिसाइज क्या हो भाइ खै मैले त बिर्सेँ हो दा हौ अर्को आउँछ बुबु यो लेखिदिनु ल अर्को आउँछ बुबु बाँकी ल नाङ्लो ठटाएर यसो हात्ती तर्सन मेलो गरेको नि तैँले बाँकी तिर्दाखेरि मैले नलिए चाहिँ गरेको क्या त्यही भनेको बजिया मलाई त के थाहा तपाईँ 81 रिसाउनु भयो आफू सिधा मान्छे लौ भाइ यो बेडी सधैँ आउने मान्छे नआउँदा त अनि कस्तो नरमाइलो लाग्दैछ अनि मैले भनेको कुरा म माइन्ड गर्छु दाजु नभ्याएर पो त हौ दाजु अब घरमा पनि श्रीमती बिरामी छ बुहारी बिना यताउता गर्दा ओर्दा के बिराम हो बुहारी चाहिँ ए रुगा मार्गी ज्वरो त्यही त भने हो अहिलेको देशन बुहारीलाई दलाएर हो कि काममा बढी नदला कहिलेकाहीँ भ्याउँदाखेरि यसो किचनमा भात पकाउनु सानाक्सिनी सघा न ऊ छरछिमेकीतिर बिहे बर्खीमा गएर सघाउनु अनि पो आफूलाई पर्दाखेरि पनि सघाउँछ त भाइ हुनु त हो कि दाजु तर म कोही कोही बेला मात्रै जान्छु अब श्रीमतीले नि एक्लै भ्याएन कान्छी बिहे गर्छु भनेको त्यत्तिकै रिसाउँछ हौ श्रीमतीलाई नि सबभन्दा बढी रिस उठ्ने भनेको चाहिँ नि कान्छी ल्याउँछु भन्दा हो के कान्छी त के कप पनि भन्नु हुँदैन कसको पो घरमा बुढाबुढीको झगडा हुँदैन हौ त्यो त ठिकै हो कि बुबु तर राम्रो केटीले यसो हेर्दा आफूले हेरे जस्तो लाग्छ दाजु भन्छ म नै कटक्कै खान्छ हौ त कस्तो कुकुरे भइसक्यो जस्तो कुरा नगर त हामी परिवार भएको मान्छेले त्यस्तो कुरा गर्नु सुहाउँदैन अब छोरी मान्छेहरू नि जब पढेर बढेर लाउला खाउला भन्ने कलकलाउँदो उमेर हुन्छ नि अनि अर्काको घरमा गएर दलिनु पर्ने अब हेर्नु त बुहारीले सारा घर ती माइती आफ्नो सबै त्यागेर तेरो लागि जीवन सबै सुम्पेको छ तेरो निम्ति भनेर चाहिँ आएको छ अनि त चाहिँ कान्छी ल्याउँछु भन्ने बुढो त ठिकै हो दाजु दाजु त्यसै कारबारी चाहिँ भएको होइन रहेछ भुटानको चिया खानु जाउँ आउनु हुन्छ भाइ हात धुन्छु म किचनमा बन्नु ल तपाईँ ल अब हेर कान्छी अब हामी पनि केही व्यवसाय गर्नुपर्छ सानो नानी अब ठुल्ठुलो भइसक्यो यसो स्कुलहरू हाल्नुपर्छ दुःख एकदम छ गाह्रो छ केही व्यवसाय गर्नुपर्छ अस्तिदेखि काम पनि गरिरहेको छु अस्ति मैले त्यहाँ ठेकेदारलाई पेचकी पनि मागेको छु 5,000 जति सुँगुर लिएर पाल्नु कि बाख्रा लिएर पाल्ने हो म त सुँगुरलाई चारो खोज्नु जानु सक्दिनँ है अब म एक्लै काममा जानु कि सुँगुर चारो खोज्नु कि के भन्छ यो मान्छे हो छ्या म सक्दिनँ भन्छु झन् सुँगुर ल्याउँ हेर्नु नानीलाई स्कुल पुऱ्याउनु एउटा न एउटा व्यवसाय त गर्नु पर्यो नि अब कि दोकान राख्छ भने राख दोकान राखौँ न ल ठिक छ डिग्री के छ डिग्री हजुर दाजु के गर्दैछौ ए गफ गर्दैछौँ मरमा नजाने यसो ए दाजु मरौमा पनि के जानु हौ पैसा एक रुपियाँ छैन पैसा आउने के जानु त्यसो होइन कि डिग्री भाइ अब मरमा भनेको चाहिँ नि किन जानु भन्दाखेरि पैसा हुनुपर्छ भन्ने पनि होइन अब छिमेकीमा पर्दाखेरि कोही बेला
आफूलाई पर्दाखेरिको उनीहरू आउँछ अनि त्यहाँदेखि उनीहरूलाई पर्दा नि आफू जानुपर्छ किनभने हाम्रो अहिले यो समाजमा भनेको कम्ती छ पपुलेसन पनि अब सबै भेला भएर यसो गर्दाखेरिको उनीहरूको पनि सहयोग हुन्छ अनि त्यहाँदेखिको पैसा भन्दाखेरि पनि पैसालाई सबैभन्दा ठुलो मान्ने होइन अब पैसा नभए पनि त्यहाँनिर गएर यसो कोर्ट पिसहरू खेलिदिनु के अरे चेसहरू छ त्यस्तोलाई खेलिदिनु रात कटनी त गरिदिने हो नि त सहयोग भनेको नि त्यही हो आज त दाजु साह्रो गल्तीको पनि छ ढाँडाहरू दुखेर टाउकोहरू दुखेर भारी बोकेर आएको कि दाजु अनि कहिलेको काम हो दाजु कहिले सक्नुहुन्छ काम त अब आइतबारतिर भन्दै थियो र पनि अब कहिले काहीँ चाहिँ निस्किराख्नुपर्छ नि त आज के बात दिउँसो पनि भ्याउँदाखेरि जानु यसो आज के बात हो आज त बिहिबार नि भोलि चिता जाउँला दाजु तिमी भोलि भन्दै गर तर भोलि भनेर होइन किन भन्दाखेरिको यो मरौ भनेको नि तिमी एक दिन मात्रै जाँदाखेरिको सहयोग हुने होइन कन्टिन्यू गरेर देखा पर्नु त्यहाँनिर छिमेकीमा त्यस्तो पर्दाखेरि के आएको थियो भन्ने हुन्छ पछि आफूलाई पर्दा पनि आउँछ त्यसले गर्दाखेरिको बरु यसो गफसफ हानिदिनु गएर गलेको छ भने पनि त्यहाँ केही काम गर्नु त पर्दैन गफ हानिदिनु यताउता गरिदिनु भइहाल्यो त ऋग्वेद ओइ भुजेलमा आएर पुवार कान्छा यहाँ छ क्या यहाँ छ त दाजुहरू ए दुसरा यहीँ छ औ म र तेरो जाउँ हौ एकछिन यहाँ डिबिदान त्यही भन्दै गरेको जो भनेको आज मानेन हामी जाउँ त ल जाउँ अलिक छिटै गरेर गएर आउनु पर्ने छ हौ म पनि अलिक टाउको दुख्दैछ जाउँ जाउँ ल बस तिमी ल ल माइला जाए हुन्छ आए